चाहिँ भजन आमाले बिनाय बजाउनु हुँदैछ तोरो। एकानब्बे वर्षको उमेरमा पनि मजाले बजाउनु हुँदो रहेछ। मलाई चाहिँ बिनाय बजाउन आउँदैन है। बिनाय हङकङ जाउँ अब मलाया हङकङ। छोरा जेठालाई भेट्नु मलाया हङकङ। खतरा बजाउनु भयो त 91 वर्षको। लामो छ त। मैले छोरीले कसरी हेर्दैछ तपाईले मैले भनेको थिएँ भनेको थियो र सपनामा पनि मलाई सोध्छ र मैले यो आज चाहिँ यो मैले अनि भनिराख्नु पर्यो भनेर है। नानीहरूले सबैले सुन्नुहोस् सबै। अनि हाम्रो तपाईको कान्छा देवरको सब छोरी नाता अनि हाम्रो पर कान्छा देवरको नानीहरू पनि अब आफ्नो आफ्नो धर्म चाहिँ राम्रो गरी मान्ने हो। अनि तर बाजे बोजूले चेप्जूले भनिलिएको गरिलिएको चाहिँ तपाईँहरूले नबिर्सिकन गर्नुपर्छ। छोराछोरी नाता नातिनीहरू हङकङमा सबै समेट्नु न। अब त्यही सबै अब छोराछोरी पनि हङकङतिर छ। अब छोरा प्रतापको परिवार अनि नातिनीहरू नातिहरू सम्झाइराख्नुपर्छ। प्रताप पवित्रले